नमस्ते गाइस, वेलकम टु माई च्यानल। हजुरहरूलाई मेरो न्यू डे न्यू भ्लगमा स्वागत छ है। अहिले हामी चाहिँ पोइन्ट जान लाग्यो पैसा हाल्नको लागि खरे। अनि अहिले हामी भर्खरै घरबाट निस्केको है, हामी जाँदैछौँ। अहिले दिउँसोको 11 बजीको होला। दाइ र म जाँदैछौँ, दुईजना बाहिर जाँदै हो। पैसा हालिनु पर्ने भयो, त्यसको कारणले गर्दा हामी अब जाँदैछौँ। अब हामी 10-15 मिनट जतिमा पुग्छ होला। पहिला हामी त्यहाँ साइबरमा जाने, साइबरमा भएन भने अनि बैङ्कमा जानुपर्छ होला। साइबरमा भयो भने साइबरबाटै हाल्ने भनेर सोचे हो। बाटो यस्तै छ है, गाउँघरको बाटो यस्तै हो। जाँदैछौँ, हामी जाँदैछौँ। हाम्रो राइडर है, हाम्रो राइडर हाम्रो भाइ छ। भ्यू चाहिँ यस्तो छ है, अब जङ्गलै जङ्गल छ, केही देख्दैन भ्यू। ल हामी चाहिँ अब अचन्डार आइपुग्न लाग्यो, अचन्डार पुग्न लाग्यो है। त्यही हो अचन्डार। अब यतातिर कसैले मेरो भ्लग हेर्नुहुन्छ भने हेर्नु होला। हजुरहरूको गाउँ अचन्डार, अचन्डार भन्ने ठाउँ होइन। अनि बस्तीहरू त टन्नै छ यतातिर नि। अचन्डारको बाटो नि अलिअलि विकसित हुँदैछ यहाँ है। अचन्डार भन्ने होइन, यहाँ तलसम्म छ। त्यसपछि गएर चाहिँ फेरि अब ओह्रालै ओह्रालो हो, फेरि जङ्गल हो। अनि त्यहाँबाट खरे पुग्नलाई अब 5-6 मिनट जति लाग्छ होला। देख्न सक्ने हुनेछ। तर यतातिर त यो पुरै हो उकालो ला भने यो कस्तो डाँडा काँडै राम्रो छ, देखेको छैन। चेन्ज भइरहेको डढेलोहरूले गरेर हो कि यस्तो भएको, नत्र यस्तो दामी भ्यू देख्थ्यो। हामी जाँदैछौँ, हामी सर र एफजेडमा टुटु लाएर। गाडी चाहिँ अलिकति तल गएर भेट्नुपर्ने हुन्छ। बाटो चाहिँ यस्तो छ है, धुलै धुलो। फेरि झन्डै क्र्यास भएको, लडिसकेको थियो, झन्डै लडेको। फेरि यस्तो छ यहाँ, धुलो छ यस्तो बाटो, त्यही भएर नि होला। जाँदैछौँ, हामी जाँदैछौँ। ओह्रालो लाग्यो, अचन्डारबाट ओह्रालो लाग्यो। अहिले हामी गैरी गाउँ भन्ने ठाउँ आइपुग्यो। गैरी गाउँ भन्ने ठाउँ आइपुग्यो। यो गैरी गाउँको घर यो दिनेश चरीको घर यही तलपट्टि हो। घर यही तलपट्टि हो। तर भ्यू चाहिँ देख्छ, तर यो सबै कुहिरोले गरेर होला, पुरै हुस्सु लाहा, त्यही भएर नि होला नराम्रो देखेको। यस्तै छ हाम्रो गाउँघरको पारा। यस्तो छ, घुमे हो, हिँडे हो, खा छ, बसे हो होइन। बाटो यस्तो छ, उताबाट बाइक पनि आइरहेको छ। धुलो बाटो, धुलो त्यस्तै। अब म भिडियो सकेसम्म हालिरहने कोसिस गर्छु। म अहिले भ्लगको लागि अलिक पोस्ट गरेको छु। अब
हामी खरे पुग्न लाग्यो। अब खरेको पुल पुगेपछि हजुरहरूलाई भेट्नेछौँ फेरि। ल अब हामी चाहिँ खरे पुग्यो जस्तै हो, अब पुगिसक्यो खरे। अब थोरै छ पुल आइपुग्नलाई। अब खरे पुगिसक्यो हामी, यही हो खरे बजार। खरे बजार हेर्न चाहनुहुन्छ भने अब देख्छ। पुगिसक्यो हामी। अब पुल आउँछ अहिले, भर्खरै बनाएको एउटा पुल छ। पहिला चाहिँ मान्छे र बाइक हिँड्ने पुल थियो, अहिले चाहिँ गाडी पनि जाने पुल बनाएको छ अहिले चाहिँ। यही हो माथिबाट छ, पहिला तलबाट जान्थ्यो। आगो खोला फेरि ब्रिज हो आगो खोला। खरे बजार हामी पुल पनि सक्यो। हामी पहिला साइबरमा जानुपर्ने हुन्छ। अब हेलमेट लाएन, यहाँ मामाले केही भन्छै भन्दैन नि। अब हेलमेट चाहिँ लाएर आएन हामीले। साइबरमा जाऊँ, साइबरमा भएन भने त्यहाँबाट हामी बैक जानुपर्ने हुन्छ।